हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। गाइस हो, म चाहिँ अब लास्ट ड्युटी जाँदैछु। आज मेरो लास्ट डे। भोलिदेखि 9 दिन छुट्टी छ। आज मौसम एकदम दामी छ, क्लियर छ, एकदम राम्रो मौसम छ। म चाहिँ अब ड्युटी लाग्यो। अब चाहिँ गर्मी सुरु भएछ है साथी हो। रोमानियामा अब खासै जाडो होला जस्तो छैन। मौसम एकदम क्लियर छ, एकदम दामी मौसम छ। बेलुकाको टाइम चाहिँ हल्का जाडो हुन्छ, तर अहिले खासै जाडो हुँदैन त्यति। एकदम राम्रो मौसम छ, एकदम क्लियर मौसम छ, दामी मौसम छ है साथी हो, दामी मौसम छ। गाइस हो, मेरो चाहिँ आज लास्ट ड्युटी। म चाहिँ अब ड्युटी जाँदैछु। भोलिदेखि मेरो छुट्टी छ। धेरै साल भयो म बिराम भएको थियो, नत्र बिमार भयो। ए राम्रो हुन्छ। ल त गाइस हो, अब म चाहिँ लास्ट ड्युटी आज जाँदैछु। मेरो चाहिँ लास्ट ड्युटी आज। अब भोलिदेखि 9 दिन छुट्टी हुन्छ। त्यसपछि काम छैन मेरो। भोलिदेखि नाइट ड्युटी छैन, त्यही भएर नाइट ड्युटी अहिले बन्द गरेको छ। त्यही भएर म चाहिँ अब आज लास्ट ड्युटी जाँदैछु। ल त गाइस हो, यसपालिदेखि मेरो महिनामा 15 दिन मात्रै काम हुन्छ। त्यसपछि अब कामै हुन्न, नाइट ड्युटी बन्द गर्यो। कम्पनीले नाइट ड्युटी दिएकै छैन। अब 15 दिन काम गरेर महिनामा कति चाहिँ कमाउने होला, अब तलब पनि कति आउने हो थाहा भएन। त्यसपछि अब आफू खाने कि घरमा पैसा पठाउने कि एकदम गाह्रो बनाइरहेछ कम्पनीले यसपालि। आज पनि मौसम एकदम क्लियर छ, राम्रो छ, दामी मौसम छ। गर्मी भएको अवस्था छ। अब चाहिँ मौसम क्लियर हुन्छ जस्तो छ। अब सफा नै रहन्छ जस्तो छ मौसम। अब जाडो हुँदैन जस्तो छ। अब एकदम राम्रो मौसम छ, दामी छ। घाम पनि टलक्क लागिरहेछ। ल त हामी बस्नेको ठाउँको चाहिँ अवस्था यस्तो छ। हामी चाहिँ मोगसय बस्छ, बुगरेस्टदेखि अलिकति बाहिर। हामी चाहिँ मोगसय भन्ने ठाउँमा बस्छौँ। हामी बस्ने ठाउँ चाहिँ गाउँ एरिया नै हो, गाउँ बस्ती नै हो।
मेरो चाहिँ आज लास्ट ड्युटी। अब त्यसपछि अब मेरो काम छैन, नाइट बन्द छ। अब भोलिदेखि छुट्टी नै छुट्टी छ मेरो चाहिँ। दामी मौसम छ। अब चाहिँ ज्याकेट लगाउनु पर्दैन जस्तो छ। अब चाहिँ एकदम गर्मी हुन थालेछ। म चाहिँ हिँडेर ड्युटी जाँदैछु। अब कम्पनी पुग्नु लाग्यो। अझै पनि 10 मिनट जति लाग्छ होला हिँडेर। म चाहिँ हिँडेरै जाँदैछु। ल त अब चाहिँ गर्मी सुरु भएछ। अब चाहिँ गर्मी सुरु भएछ गाइसो। अब जाडोको दिन गयो, अब चाहिँ गर्मीको दिन आयो। अब चाहिँ गर्मी सुरु भएछ है। अब त अब चाहिँ म कम्पनी आइपुग्नु लाग्यो। अब चाहिँ म कम्पनी आइपुग्यो। अब मेरो लास्ट ड्युटी आज। भोलिदेखि छुट्टी। अब चाहिँ म 10 बजी मात्र फर्किन्छु ड्युटीबाट रातिको।